नमस्कार, म तुलसा। सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि युवा स्वयंसेवक युवा नागरिक अङ्कपत्र कार्यान्वयनकै क्रममा सवालको पहिचान, प्राथमिकीकरण र आमुन्ने सामुन्ने छलफल सहजीकरण गर्न क्रममा चाहिँ परिवर्तन यति छिटै सम्भव सहजै हुन्छ भन्ने विश्वास थिएन। तर पनि सहभागीमूलक रूपमा सञ्चालन गरिएको अङ्कपत्र प्रक्रियाले सेवा प्रदायकलाई जिम्मेवारी बनाएको छ र आमुन्ने सामुन्ने छलफलकै पश्चात खट्टार स्वास्थ्य चौकीमा नागरिकको वडापत्र राखिएको छ। यसै गरी वरुणदेवी माध्यमिक विद्यालयमा बन्द अवस्थामा रहेको कम्प्युटर प्रयोगशाला सञ्चालन गरिएको छ। यसै विद्यालयमा बन्द अवस्थामा रहेको विज्ञान प्रयोगशाला समेत सञ्चालन गरिएको छ। हिजो हाम्रो कम्प्युटर ल्याबमा कम्प्युटरहरू राम्ररी नचलिरहेको हुनाले विद्यार्थी भाइ बहिनीहरूले खासै त्यहाँबाट सेवा लिन सकिरहेका थिएनन् र हामीले पनि उनीहरूलाई जति सेवा दिनुपर्ने हो, जति कम्प्युटरमा उनीहरूलाई टाइम दिनुपर्ने त्यो दिन सकेका थिएनौँ। तर उज्ज्वलता कार्यक्रम ह्यान्ड्स नेपालको सहयोगबाट हाम्रो 20वटा कम्प्युटरहरू सुचारू भएको हुनाले हामीले लिजर घन्टीमा ती विद्यार्थी भाइ बहिनीहरूलाई कम्प्युटर ल्याबमा लगेर हामीले बेसिकदेखि विभिन्न कुराहरू सिकाइरहेका छौँ। यस्तै आमुन्ने सामुन्ने बैठक पश्चात खट्टार स्वास्थ्य चौकी जाँच कक्ष विस्तारका लागि बजेटको व्यवस्था गर्न पहल भइरहेको छ भने अन्य आवश्यक सुधार समेत भएको छ। स्वास्थ्य चौकी प्रमुख शान्ता कुमारी श्रेष्ठ, हाम्रो यहाँ चाहिँ पहिला नागरिक वडापत्र थिएन अनि यो कम्पाउन्ड घेरेको पनि थिएन। नागरिक वडापत्र चाहिन्छ भनेर हामीलाई पहिलादेखि नै थाहा थियो। हाम्रो यहाँनिर चाहिँ वालमा लेख्न नमिल्ने भएर कम्पाउन्ड नभएको कारणले गर्दा अफिस टाइम सकेपछि चोरी हुने डरले हामीले नबनाइकन अब यो वाल अलि चिल्लो पार्ने, ढलान गर्ने अनि त्यसपछि वाल पेन्ट बनाउने भनेर पर्खेर बसेका थियौँ। त्यतिखेर नै सबैजना यहाँनिर प्रतिनिधिहरू जम्मा भेला गराएर उहाँहरूले कार्यक्रम गर्नु भएर घचघचाइरहनु भयो। त्यही भएको कारणले गर्दाखेरि हामीले नागरिक वडापत्र चाहिँ त्यतिखेर नै तयार गऱ्यौँ। हाम्रो यो वाल चाहिँ बन्दैछ। हाम्रो अलि ढिला हुने कामलाई पनि उहाँहरू आइदिनु भएर घचघचाइरहनु भएर अलिक छिटो भएकोमा उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै आधारमा म भन्न सक्छु कि परिवर्तन अवश्य सम्भव छ।